भैली बस्यो है भन भन भाइ हो ए राम्ररी भन ए स्वर मिलाइकन ए राम्ररी भन ए केराको खम्बा ए तीन भाइ जम्मा त्यसै ए आएका ए बलि राजाले ए पठाएर ए आएका हामी तिहारै आयो झिलिमिली ए सुन हजुर भैदिनी ए खैदेन साथी यार खै निक्लिँदैन त यार खै किन निस्किन त नि जाऊ यार जाऊ ओइ केटा यहाँ त साँपीलाई च्यात सुनि केटा इ गोरु माली पछि चिया गर्छ पछि यो गोरु फाडिहाल्नु पर्छ केटा फाडिहाल्नु पर्छ अनि नि केटा ए भन भन केटा हो भन्दिन भन्न हो भन के भन्नी भन्न ल भन्छु अब भने अब ए भन भन केटा हो ए राम्ररी भन्न ए अलि राम्रोसँग भन्न साइकलको घन्टी ए चाँडो गर्नु अन्टी ए चाँडो गर्नु अन्टी ए ढिलो भयो हेलो सोल्टी यार खै त नि निक्ले नि दिनु यार कस्तो सोल्टा नि आइजन जलाइदिनु पैसा कुमार दारु भन्ने भनेको यार खतम भयो खै छिटो आउनु न छिटो ढिलो भयो बाहिर यी पैसा यही हो हाम्रो इज्जत है यो केटा 100 रुपैयाँ यही हो केटा इज्जत है यो खोडा अब जलाइदिनु रुप्की हो नि त म खोडा लिएर पहिलीमा 100 रुपैयाँ दिन पाइन्न केटा पाइन्न कि पाइन्न ओइ जलाइ केटा जला सामानले केटा ओइ It's the motherfucking Eagle Double G. Snoop Dogg. तिहार आउँदा रहेछ अब यसरी बसेर भने यार हामी कहरी बस्नु नि साथी हेरी त्यति मजाक नगर न यार हामी भैलो खेल्नु पर्यो सट्ट पैसा यसो उठाउनु पर्यो साथी यार तिहारमा रमाइलो गर्नु पर्यो नि यार बट्टाका सट्टाका भैलो सैलो सब हान्नु पर्यो कि अहिले यार हान्नु न साथी आज के भएर ढुक्क हान्दिम न त कति बेलुका हान्दिम न त अहिले आज हान्नु न त बेलुका अहिले बोलाउन हजुर नि ओके नि त ओके ल आज साथीसँग बसेर मस्त देउसी खेल्नु पर्छ साथी देउसी खेल्न जाऊँ न साथी पुरै जुठो अहिले नि खेल्ने नि देउसी यो वर्ष छोड्दै साथी अर्को वर्ष ढुक्की खेल्न पर्छ मारी ए ल साथी अर्को वर्ष खेल्न 364 days later. साथी आज त देउसी भैलो खेल्नु पर्छ यार यो वर्ष त यार साथी मात्र कानलाई मरे ट्याप्पै अहिले नि देउसी खेल्न गइएन ओइ साथी यार देउसी भैलो खेलेर ढुक्कु पैसा कमाउने भने यार ल्याङ भने यार ल साथी अर्को वर्ष खेल्नु ल आज ढुक्कु देउसी खेल्नु पर्छ यार साथी आउ त साथी कता गयो तिमी छिटो आउ त आज खेलिहाल्नु पर्छ कि यार साथी यार अहिले त मै मरि यहाँ बरु माथि आउ देउसी खेल्न एक्लै आएको सट्टाउन म त वन म्यान आर्मी हो नि एक्लै बटाइ ल गातो कस्तो आउँछ सुन है भन भन भाइ हो राम्ररी भन यसो मिलाइकन देउसी ए राम्ररी भन देउसी पिछको लहर आयो भरिले
छोरा छोरी डक्टरी पास गरौँ लक्ष्मीले त्यही गरेर छोरा छोरी डक्टरी पास गरौँ लक्ष्मीले यो घरमा भैली आयो आयो ल ल ए भन साथी हो दोसोरे ए राम्ररी भन दोसोरे ए अलि राम्रोसँग भन दोसोरे ए अझै राम्रोसँग भन दोसोरे ए देउसीले भन दोसोरे ए देउसीले भन दोसोरे यो घर कत्रो दोसोरे ए सिंहदरबार जत्रो हात नि सिंहदरबार गलिसकेन म्यानेज ए यो घर कत्रो दोसोरे ए टोइलेट जत्रो दोसोरे ट्याक्कै देउसी यस्तो लाफातिर So thanks for watching everyone. भिडियो मन परे लाइक शेयर सब्स्क्राइब गर्न नबिर्सिनु होला अनि सबैजनालाई ह्यापी तिहार हाम्रो तिहार छ नि के गर्ने ल बाई